तपाईले एउटा धम्कीपूर्ण भाषा बोल्नुभयो, फेरि भदौ 23 र 24 जस्तै आन्दोलन गर्छौँ भनेर भन्दै गर्दाखेरि तपाईँ आफैमा एउटा भगौडा, किनकि आह्वान गर्नुभयो र आफ्नो व्यापार सम्हालेर बसेको एउटा भगौडाले फेरि यस्तो खालको च्यालेन्ज गर्न लाज शरम लाग्दैन? नैतिकताले दिन्छ तपाईँलाई? होइन यस्तो भगौडा दियो, मैले सुरुमै भने, किनकि तपाईँले आह्वान गर्नुभयो, माहौल चाल्नुभयो, तर आफै व्यापार गरेर बस्नुभयो। तपाईँलाई कुन नैतिकताले दिन्छ कि म जेएनजी हो भनेर अहिले सरकार सामु यस्तो खालको माग गर्न? होइन यस्तो तपाईँको शब्द चयन चाहिँ के गाह्रो हो, यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि हुन सकिन्छ। तपाईँ किन आउनु भएन भनेर तपाईँले भन्नुभयो भने म एकदम सरल तरिकामा तपाईँलाई जवाफ दिन सक्छु। हेर्नुहोस् है, अब त्यो भन्नुभयो, म यसको एन्सर गर्छु। भगौडा चाहिँ होइन बसेको किन भन्दाखेरि चाहिँ सुन्नुहोस् है, अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई पनि गरिसकेको छु है। मेरो ज्यानमा चाहिँ धेरै धम्की आयो, तर म बिजनेस चाहिँ व्यापार गर्दै बसाएन, म त्यहाँ हेर्दै बसेको। मेरो एउटा मात्र समूह थिएन नि त, मेरो त ल यो चाहिँ विश्वासले पनि भन्छ है, मेरो ऊ पनि थियो। होइन सुन्नुहोस् न, होइन सुन्नुहोस् न, होइन सुन्नुहोस् न, भनेको भरमा विश्वास गर्नु पर्दैन। मिराजीलाई उहाँ हामी एउटै ठिक छ होइन यस्तो सुन्नुहोस्, आगो बलेको छ, आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईँहरूले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईँहरू हो कि होइन? तपाईँहरू कानुनी कठघरामा उभिनुपर्छ कि पर्दैन? के को भागीदार भन्नुभयो? सरकारी संरचना जलाइएका छन्, व्यक्तिका घर तोडफोड गरिएको छ, यसको कसले गर्छ यसको क्षतिपूर्ति? यसको क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईँले बुझ्नु भएको कि छैन? तपाईँले क्वेसन सोध्नु चाहे कसले गरेको भनिदिनुहोस् न त। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त, त्यो तपाईँले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको? कस्तो भनिदिनु? छानबिन आयोग गठन, छानबिन घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथिको उभान हुन मैले छानबिन गर्ने कि मैले नेतृत्व गर्ने? मलाई त्यति भनिदिनुहोस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुहोस् त मलाई। तपाईहरु सरकार बनाउनु, छानबिन आयोग किन गठन भयो? सडक उचाल्नुहुन्छ किन? हैन, तपाईको क्वेशन नै इलोजिकल भयो सर। कसरी के कस्तो क्वेशन गर्नु? छानबिन मैले गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ, जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि मैले जिम्मेवारी लिने कि? नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नु? राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेनजी छन्, तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् न। तपाई मलाई कुन प्रकारका जेनजी छन् भन्नुस्। धेरै छन् जेनजी। के हो ल, दुई चारवटा प्रकार भनिदिनुस् मलाई। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक जेनजी भनेको जेनजी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेनजी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर।